आज हामी कुरा गर्न जाँदैछौँ एनएफआरएस 15 रेभेन्यू फ्रम कन्ट्र्याक्ट विथ कस्टमर होइन कस्टमरसित भएको चाहिँ नि कन्ट्र्याक्टको हिसाबले रेभेन्यूलाई कसरी रिकगनाइज गर्ने त भन्ने बारेमा चर्चा गर्न जाँदैछौँ र यसलाई अर्को भाषामा हामीले 5 स्टेप रेभेन्यू रिकग्निसन मोडल पनि भन्ने चलन छ र यसलाई यो तरिकाले पनि चिनिन्छ भनेर बुझ्नु पर्यो र यो च्याप्टरमा जानुभन्दा अगाडि केही कुराहरू बुझ्नु जरुरी हुन्छ हामी चाहिँ कसको पर्सपेक्टिभबाट रेभेन्यू रिकगनाइज गर्छौँ भन्ने तरिकाले र मानौँ एउटा होन्डम सोरुम भन्ने एउटा चाहिँ होन्डम बाइक प्लस 2 इयर सर्भिसिङ बेच्दो रहेछ कसलाई त भन्दाखेरि चाहिँ कस्टमरहरूलाई र त्यसको बापत उनीहरूले पेमेन्ट कति लिँदो रहेछ भन्दाखेरि चाहिँ 4 लाख रुपियाँ दियो भनेपछि हामी चाहिँ होन्डम सोरुमको तर्फबाट पढ्दैछौँ भनेर बुझ्नु पर्यो रेभेन्यू कसरी रिकगनाइज गर्ने भन्ने कुरा चाहिँ हामी होन्डमको तरिकाबाट हेर्ने गर्छौँ भनेर बुझ्नु पर्यो। यस 5 स्टेप मोडलहरूमा चाहिँ अथवा 5 स्टेप रिकग्निसन मोडलमा चाहिँ के पर्छ त नि भन्दाखेरि चाहिँ पहिलो नम्बरमा पर्छ हामीले कन्ट्र्याक्टलाई आइडेन्टिफाई गर्ने काम गर्छौँ, दोस्रो नम्बरमा हामीले चाहिँ नि दोस्रो स्टेपमा हामीले चाहिँ आइडेन्टिफिकेसन अफ पर्फर्मेन्स अब्लिगेसनको काम गर्छौँ, पर्फर्मेन्स पिओलाई आइडेन्टिफाई गर्ने काम गर्छौँ, तेस्रो नम्बरमा हामीले चाहिँ नि ट्रान्जेक्सन प्राइसलाई डिटर्माइन गर्ने काम गर्छौँ, चौथो नम्बरमा हामीले चाहिँ नि अलोकेट गर्ने काम गर्छौँ ट्रान्जेक्सन प्राइसलाई के को बेसिसमा त भन्दाखेरि चाहिँ पर्फर्मेन्स अब्लिगेसनको बेसिसमा बाँड्ने काम गर्छौँ र अन्तिम स्टेप 5th स्टेप भनेको चाहिँ रिकगनाइज गर्ने काम गर्छौँ रेभेन्यूहरूलाई विन पिओ सेटिस्फाई भएको कन्डिसनमा। अब यसलाई चाहिँ सर्टकटमा बुझ्नु पर्दाखेरि चाहिँ हामीले सिपिओ टिपिएआर भनेर पढ्दाखेरि सजिलो हुन्छ, सिपिओ टिपिएआर भनेर। र यसलाई हामीले बुझ्नु पर्दाखेरि चाहिँ अब पहिलो स्टेप भनेको चाहिँ नि के हो भन्दाखेरि चाहिँ रेभेन्यूलाई रिकगनाइज गर्ने कुरा हो नि त। सो सिम्पली अब हामीले चाहिँ डेफिनेसनमा केही कुराहरू बुझ्नु जरुरी हुन्छ। के हो त रेभेन्यू भनेको भनेर बुझ्नु पर्यो। रेभेन्यू भनेको चाहिँ एउटा इन्कम अराइजिङ इन द कोर्स अफ इन्टिटिजको अर्डिनरी एक्टिभिटिजबाट अराइज हुने इन्कमलाई के भनिन्छ भन्दाखेरि चाहिँ रेभेन्यू भन्ने चलन छ। अर्को भनेको चाहिँ कस्टमर भनेको के हो त भन्दाखेरि कस्टमर एउटा पार्टी हो जो कन्ट्र्याक्ट गर्छ इन्टिटिज त के गर्नको लागि टु अब्टेन गुड्स अर सर्भिसेस भनेको छ द्याट आर आउटपुट अफ इन्टिटिज अर्डिनरी एक्टिभिटिज इन एक्सचेन्ज अफ फर कन्सिडरेसन भनेको छ। भन्नुको अर्थ इन्टिटिजसित कन्ट्र्याक्टमा आउने पार्टी हो जसले चाहिँ गुड्स एन्ड सर्भिसहरूलाई रिसिभ गर्ने काम गर्छ, अब्टेन गर्ने काम गर्छ र इन्टिटीको अर्डिनरी कोर्स अफ एक्सनबाट प्राप्त हुने आउटपुट भनेको नै के हो त गुड्स एन्ड सर्भिसेस हो भन्छ। र त्यो के को बेसिसमा चाहिँ इन्टिटीले चाहिँ नि सेल गर्ने काम गर्छ भन्दाखेरि चाहिँ कन्सिडरेसन्सको बेसिसमा चाहिँ सेल गर्ने काम गर्छ अथवा कस्टमरले त्यसको बेसिसमा चाहिँ लिने गर्छन् भन्ने कुरा गरेको छ। र कन्ट्र्याक्ट भनेको नै के हो त भन्दाखेरि चाहिँ एग्रिमेन्ट बिट्विन 2 or more पार्टिज द्याट क्रिएट इन्फोर्सेबल राइट्स एन्ड अब्लिगेसन्स। इन्फोर्सेबल हुने टाइप्सका राइट एन्ड अब्लिगेसन्सहरू क्रिएट हुने एग्रिमेन्ट भनेको दुईवटा पार्टीहरू बिचमा हुन्छ भने द्याट इज के हो त भन्दाखेरि चाहिँ कन्ट्र्याक्ट हो। अर्थात् सिम्पली एग्रिमेन्ट विथ इन्फोर्सेबल राइट्स एन्ड अब्लिगेसन इज के हो त भन्दाखेरि चाहिँ कन्ट्र्याक्ट भनेर बुझ्नु पर्यो। पहिलो स्टेप भनेको हाम्रो के हो त भन्दाखेरि चाहिँ आइडेन्टिफाइङ कन्ट्र्याक्ट थियो, कन्ट्र्याक्टलाई कसरी आइडेन्टिफाई गर्ने भन्ने कुरा थियो। कन्ट्र्याक्टलाई रिकगनाइज अथवा क्राइटेरिया फर कन्ट्र्याक्ट भनेको छ। भन्नुको अर्थ कन्ट्र्याक्टलाई कसरी चिन्ने त कसरी आइडेन्टिफाई गर्ने त भन्दाखेरि त्यसको लागि सुरुमा हामीले पार्टी अप्रुभ गर्नु पर्यो, पार्टिज हेभ अप्रुभ द कन्ट्र्याक्ट हुनु पर्यो, पार्टीले अप्रुभ गरेको हुनु पर्यो कन्ट्र्याक्टलाई। दोस्रो नम्बरमा हामीले इन्टिटीले चाहिँ नि आइडेन्टिफाई गरेको हुनु पर्यो इच पार्टीको राइट्स एन्ड अब्लिगेसन्सहरू, पार्टीको राइट्स एन्ड अब्लिगेसन्सहरूलाई के गरेको हुनु पर्यो त भन्दाखेरि आइडेन्टिफाई गरेको हुनु पर्यो। तेस्रो नम्बरमा हामीले के बुझ्नु पर्यो क्राइटेरियाको भन्दाखेरि चाहिँ हामीले चाहिँ अथवा हामी भन्दाखेरि इन्टिटीको हिसाबले पढ्दैछौँ भनेर बुझौँ। हामी भन्दाखेरि चाहिँ इन्टिटीको हिसाबले इन्टिटीले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ आइडेन्टिफाई गर्नु पर्यो पेमेन्ट टर्म्सहरूलाई। पेमेन्ट टर्म्स भन्ने बित्तिकै त्यसमा क्यास क्रेडिट अनि त्यसमा पिरियडहरू कस्तो छ त भनेर हेर्नु पर्यो, क्रेडिट पिरियडका कुराहरूलाई पनि कन्सिडर गर्नु पर्यो, यसलाई आइडेन्टिफाई गर्न सक्नु पर्यो। अर्को भनेको चाहिँ नि द कन्ट्र्याक्ट ह्याज कमर्सियल सब्सटेन्स। कन्ट्र्याक्टमा चाहिँ कमर्सियल सब्सटेन्स हुनु पऱ्यो क्या। भन्नुको अर्थ त्यो सामान बेच्दाखेरि क्यास अथवा रिवार्डमा केही न केही फरक चाहिँ आउनु पऱ्यो, चेन्ज हुनु पऱ्यो भन्ने कुरा गरेको हो। यसमा अर्को कुरा भनेको कमर्सियल सब्सटेन्स भइ नै हाल्यो। र 4th अथवा 5th भन्छ कति 5th पोइन्टमा चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ इट इज प्रोबेबल द्याट इन्टिटी विल कलेक्ट दि कन्सिडरेसन। इन्टिटीलाई के प्रोबेबिलिटी हुनु पऱ्यो भन्दाखेरि चाहिँ यो कन्सिडरेसन चाहिँ मजाले कलेक्ट गर्न सकिन्छ है भन्ने तरिकाको हुनु पऱ्यो। सिम्पली एकचोटि रिक्याप गरौँ, यसलाई के बुझ्नु पऱ्यो भन्दाखेरि इन्टिटीलाई सबैभन्दा सुरुमा चाहिँ अप्रुभड हुनु पर्यो, इन्टिटी दुइटै पार्टीहरूले कन्ट्र्याक्टलाई अप्रुभ गरेको हुनु पर्यो। त्यसपछि आफूसित अथवा दुइटै पार्टीको राइट्स एन्ड अब्लिगेसन्सलाई इन्टिटीलाई आइडेन्टिफाई गरेको हुनु पर्यो र पेमेन्ट टर्म्सहरूलाई आइडेन्टिफाई गरेको हुनु पर्यो र कमर्सियल सब्सटेन्स हुनु पर्यो कन्ट्र्याक्टहरूमा र प्रोबेबल क्यास फ्लो अथवा के भन्छ कन्सिडरेसन्सहरूलाई कलेक्ट हुने चाहिने चान्स हुनु पर्यो भन्ने कुरा गरेको। अब यहाँ प्रब्लम कहाँ आइदिन सक्छ भन्दाखेरि चाहिँ कमर्सियल सब्सटेन्स केलाई भन्ने त कमर्सियल सब्सटेन्स भनेको के हो भन्ने कुरामा आइदिन सक्छ। कमर्सियल सब्सटेन्स भनेको सिम्पली के बुझ्नु पर्यो भन्दाखेरि जसले त्यस्ता कुराहरूले जसले चाहिँ हाम्रो क्यास एन्ड रिवार्डमा चेन्ज ल्याइदिन्छ भने त्यसलाई के भनिन्छ भन्दाखेरि चाहिँ कमर्सियल सब्सटेन्स हो भनेर बुझ्नु पर्यो। र सिम्पल कुरा के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ हाम्रो मानव इक्जाम्पलको लागि घर किन्दाखेरि मलाई पूर्वतिर ढोका भएको मात्र भयो चाहिन्छ अथवा कार्टुनमा मलाई इभन नम्बर भएको मात्र चाहिन्छ भन्ने कुरा गरिन्छ भने यस्तो कन्डिसनमा यस्तो कन्डिसन्सहरू दिन स्पेसिफाई हुन्छ भने यसले हाम्रो
हाम्रो क्यास र रिवार्डमा केही पनि चेन्ज ल्याउँदैन भन्ने कुरा बुझ्नु पर्यो र यसमा कुनै पनि प्रकारको कमर्सियल सब्सटेन्स छैन भनेर बुझ्नु पर्यो। अब मानौँ विन एन एग्रिमेन्ट डज नट मिट कन्ट्र्याक्ट क्राइटेरिया भनेको छ। कन्ट्र्याक्ट क्राइटेरिया मिट गर्न सकेन एग्रिमेन्टले भने के गर्ने त भन्दाखेरि चाहिँ विन कन्ट्र्याक्ट विथ द कस्टमर डज नट मिट द क्राइटेरिया एन्ड द इन्टिटी रिसिभ कन्सिडरेसन, अर्थात् क्राइटेरिया पनि मिट गर्न सकेन। जुन हामीले अघि कुरा गरेका थियौँ 5वटा क्राइटेरियाहरू होइन, त्यो पनि मिट गर्न सकेन र कस्टमरबाट पैसा पनि रिसिभ भइसक्यो, कन्सिडरेसन पनि रिसिभ भइसक्यो फ्रम द कस्टमर भनेको छ भने इन्टिटीले के गर्नुपर्छ त? इन्टिटी सेल रिकग्नाइज द कन्सिडरेसन रिसिभड एज रेभेन्यू ओन्ली विन भनेको छ। त्यो रिसिभ भएको कन्सिडरेसनलाई एज अ रेभेन्यूको रूपमा कति बेला मात्र रिकग्नाइज गर्ने त भन्दाखेरि चाहिँ नि 2टा कन्डिसन्सहरू हुनु पऱ्यो त्यसको लागि। आइदर अफ द कन्डिसन सेल बी फुलफिल भन्ने कुरा गरेको छ, अकर्ड हुनु पऱ्यो भनेको छ। त्यो भनेको फर्स्ट नम्बरमा इन्टिटी हेज नो रिमेनिङ अब्लिगेसन टु ट्रान्सफर गुड्स अर सर्भिसेस टु द कस्टमर एन्ड all or substantially all of the consideration promised by the customer has been received by the entity and not refundable भन्ने कुरा गरेको छ। भन्नुको अर्थ मेन कुरा भनेको चाहिँ नि यो आफूसित भएको जुन अब्लिगेसन छ ट्रान्सफर गर्नुपर्ने गुड्स एन्ड सर्भिसको अब्लिगेसन चाहिँ पुरा फुलफिल गरिसकेको छ। भन्नुको अर्थ उसले बाइक्सहरू चाहिँ ट्रान्सफर गरिसकेको छ उसलाई र उसले पैसा पनि रिसिभ गरिसक्यो, सब्सटेन्सियली पैसा रिसिभ गरिसक्यो अथवा केही पैसा मात्र रिसिभ गरेको छ, मतलब अल अथवा सब्सटेन्सियली भन्ने कुरा गरेको छ भने त्यो कन्डिसनमा चाहिँ उसले के गर्न सक्छ? त्यो पैसा रिसिभ भएको जति बराबरको चाहिँ नन रिफन्डेबल पनि हो भने त्यो कन्डिसनमा जति नन रिफन्डेबल छ त्यति पैसाले उसले के गर्न सक्छ भन्दाखेरि चाहिँ रेभेन्यूको रूपमा रिकग्नाइज गर्न सक्छ। र अर्को भनेको ओर भनेको छ कति बेला रिकग्नाइज गर्न सक्छ भन्दाखेरि जति बेला द कन्ट्र्याक्ट हेज टर्मिनेटेड भयो र कन्सिडरेसन रिसिभ फ्रम द कस्टमर इज नन रिफन्डेबल। भन्नुको अर्थ अघि हामीले कुरा गरिसकेका थियौँ कन्ट्र्याक्टको क्राइटेरिया फुलफिल भएन, कस्टमरबाट पैसा रिसिभ भइसक्यो र यो कन्डिसन भइरहेको छ कि जहाँ कन्ट्र्याक्ट चाहिँ टर्मिनेटेड भइसकेको छ। टर्मिनेटेड भइसकेपछि जुन प्राप्त भएको पैसा छ त्यो चाहिँ नन रिफन्डेबल हो, त्यो कन्सिडरेसन चाहिँ नन रिफन्डेबल हो भने त्यति बेला हामीले के गर्छौँ त? रेभेन्यूको रूपमा रिकग्नाइज गर्न सक्छौँ भनेको छ। भन्नुको अर्थ मानौँ एउटा इक्जाम्पल भनौँ, एउटा पर्सनले चाहिँ नि एउटा पसलमा गयो र उसले चाहिँ एउटा मतलब क्लोथहरू किन्यो, धेरै क्लोथहरू हुनसक्छ, एउटा मात्र भनौँ एउटा इक्जाम्पलको लागि हो, ₹10 लाख बराबरको चाहिँ उसले क्लोथहरू किनेको रहेछ। द सपकिपरले डिमान्ड गर्यो कि नन रिफन्डेबल एडभान्स ₹3 लाख बराबरको चाहिँ के माग्यो त भन्दाखेरि सपकिपरले एउटा कन्सिडरेसन मागेको रहेछ। द क्लोथ विल बी डेलिभर्ड आफ्टर अ विक भनेको छ। 1 हप्तापछि के आउँछ त? डेलिभर हुनेवाला छ भनेको छ। सुरुमा मैले चाहिँ नि त्यो पेमेन्ट गर्दाखेरि चाहिँ नि के कन्सिडर गर्छु एट द टाइम अफ द पेमेन्ट भनेको छ, त्यो डेटमा चाहिँ त्यो डेमा चाहिँ मैले के गर्छु भन्दाखेरि चाहिँ ब्याङ्क अकाउन्ट टु लाइबिलिटी भनेर 3 लाख रुपियाँ देखाउँछु मैले होइन, एज अ सपकिपर भएको कारणले गर्दाखेरि चाहिँ। अर्को भनेको चाहिँ नन रिफन्डेबल भन्ने बित्तिकै हामीले रेभेन्यू रिकग्नाइज गर्ने त होइन, तर अब्लिगेसन चाहिँ देखाउने काम गर्छौँ यो कन्डिसन्सहरूमा। जस्तो सिचुएसनको कुरा गरौँ, मानौँ 1 हप्तापछि क्लोथ चाहिँ मजाले डेलिभर गरिदियो भनेपछि त्यो कन्डिसनमा मैले ब्याङ्क अकाउन्ट डेबिट टु 7 लाख, लाइबिलिटी अकाउन्ट डेबिट टु 3 लाख अनि डेबिट टू भनेको छ के रेभेन्यू अकाउन्ट भनेर 10 लाख देखाउने काम गर्छु, ब्याङ्क लाइबिलिटी टु रेभेन्यू भनेर यसरी एकाउन्टिङ गर्ने काम गर्छु, जसमा यहाँ लाइबिलिटी छैन, अब सबै रिकग्नाइज गरिदिने काम गर्छु मैले 10 लाख नै भन्ने कुरा बुझ्नु पर्यो एकैचोटि, किनभने स्टिल अझै पढ्न बाँकी छ रेभेन्यू कति बेला रिकग्नाइज गर्ने भन्ने कुरा। यहाँ चाहिँ हामीले कति बेला यो कुराहरूलाई चाहिँ कन्सिडर गर्ने त अब्लिगेसन्सहरूलाई भन्ने कुरा बुझेको हो यहाँ रेभेन्यू भनेको भए तापनि। अर्को कुरा भनेको मानौँ 1 हप्तापछि चाहिँ कन्ट्र्याक्ट नै के भइदियो त क्यान्सल भइदियो, 1 हप्तामा नै नभन त्योभन्दा अगाडि पनि हुनसक्छ कन्ट्र्याक्ट चाहिँ क्यान्सल। त्यो कन्डिसनमा उसले के गर्नुपर्छ भन्दाखेरि लाइबिलिटी अकाउन्ट डेबिट टु रेभेन्यू अकाउन्ट भनेर 3 लाख देखाउनु पर्ने हुन्छ, किनभने अलरेडी उसले चाहिँ नि जुन डेटमा चाहिँ यो एग्रिमेन्ट भएको हो त्यो डेटमा चाहिँ एडभान्स दिँदाखेरि नै ब्याङ्क अकाउन्ट डेबिट टु लाइबिलिटी भनेर देखाएको थियो भने अब चाहिँ रिकग्नाइज गरिदिनु पर्ने हुन्छ उसले रेभेन्यूको रूपमा। त्यही भएर उसले के गर्छ भन्दाखेरि चाहिँ लाइबिलिटी अकाउन्ट डेबिट टु रेभेन्यू अकाउन्ट भनेर देखाउने काम गर्छ। मानौ कन्ट्र्याक्ट चाहिँ के हो त होल्ली अनपरफर्मड कन्ट्र्याक्ट हो। के हो त यो होल्ली अनपरफर्म कन्ट्र्याक्ट भनेको? अनपरफर्म भन्ने बित्तिकै सुरुमा केही काम गर्नको लागि कन्ट्र्याक्ट भयो तर पछि केही काम नगरिकनै टर्मिनेट भइरहेछ, अनपरफर्म भयो, केही कुराहरू स्टार्ट भएको छैन अहिलेसम्म भन्ने कुरा भयो भने त्यो भनेको अनपरफर्म भनेको जान्छ। भनेको त पुरै होल्ली अनपरफर्म कन्ट्र्याक्टहरूमा के हुन्छ त भन्दाखेरि यो NFRS 15 ले कन्ट्र्याक्ट नै मान्दैन यसलाई। त्यो कारणले गर्दाखेरि चाहिँ कन्ट्र्याक्ट डज नट एक्जिस्ट इफ सच each party to the contract has the unilateral enforceable right to terminate a wholly unperformed contract without compensating the other party भनेको छ। भन्नुको अर्थ
कुनै एउटा पार्टीसित यस्तो राइट छ कि दुईटै पार्टीहरूसित कि कुनै एउटाले मजाले के गर्न सक्छ आफूसित भएको युनिल्याटरल इन्फोर्सेबल राइट टु टर्मिनेट अ होल्ली अनपरफर्म कन्ट्र्याक्ट भनेको छ। यो कन्ट्र्याक्टलाई चाहिँ के गर्न सक्छ टर्मिनेट गर्न सक्ने राइट छ उनीहरूसित इन्फोर्सेबल राइट छ भने त्यो कन्डिसनमा यसलाई कन्ट्र्याक्ट मानिँदैन भन्ने कुरा गरेको छ। अर्को कुरा भनेको चाहिँ स्टेप 2 मा जाउँ। स्टेप 2 मा आइडेन्टिफिकेसन अफ पर्फर्मेन्स अब्लिगेसन PO को आइडेन्टिफिकेसन कसरी गर्ने भन्ने कुरा गर्छौँ। PO भनेको के हो त सुरुमा बुझ्नु पर्यो। PO भनेको चाहिँ यस्तो प्रमिस हो इन अ कन्ट्र्याक्टमा यस्तो प्रमिस हो जहाँ कस्टमर्सलाई चाहिँ ट्रान्सफर गर्नुपर्ने हुन्छ। ट्रान्सफर अफ कस्टमर्स आइदर के ट्रान्सफर गर्ने त भन्दाखेरि चाहिँ अ प्रमिस इन अ कन्ट्र्याक्ट विथ अ कस्टमर टु ट्रान्सफर दि कस्टमर आइदर गुड्स अर सर्भिसेस द्याट इज डिस्टिङ्क्ट or a series of distinct goods or services that are substantially the same and that have same pattern of transfer to the customer। भन्नुको अर्थ यस्तो प्रमिस यस्तो बाचा हो खास भन्ने हो भने कस्टमरहरूलाई चाहिँ नि ट्रान्सफर गर्ने कुराहरू भयो। के ट्रान्सफर गर्ने त भन्दाखेरि चाहिँ गुड्स अर सर्भिसेस जो चाहिँ डिस्टिङ्क्ट छन्। भन्नुको अर्थ दुईवटा गुड्स एन्ड सर्भिसेसहरू एक आपसमा मजाले छुट्याउन सकिन्छ डिस्टिङ्क्ट छन् भने। अर्को भनेको चाहिँ नि सिरिज अफ डिस्टिङ्क्ट गुड्स एन्ड सर्भिसेस भन्नुको अर्थ जो चाहिँ एक आपसमा एकदम सब्सटेन्सियली द सेम छन् होइन र उनीहरूको प्याटर्न अफ ट्रान्सफर पनि सेम छ। ती गुड्सहरूको ट्रान्सफर गरिने प्रमिस छ भने त्यो पनि के हो त पर्फर्मेन्स अब्लिगेसन हो। सिम्पली बुझ्नु पर्दाखेरि चाहिँ इक्जाम्पलको लागि मानौँ 2 केजी आँप र 3 केजी स्याउ हामीले चाहिँ ट्रान्सफर के पर्फर्मेन्स अब्लिगेसन रहेछ। हामीले चाहिँ बेचेको रहेछौँ सर्टेन 2 महिनापछि चाहिँ हामीले कसैलाई ट्रान्सफर गर्ने कुरा गरिरहेछौँ कसैलाई सेल गर्ने कुरा गरिरहेको थियौँ भने अब यो दुईवटा पर्फर्मेन्स अब्लिगेसन दुईवटा सेपरेट भयो। यो यसले पहिलो कन्डिसन सेटिस्फाई गर्यो। पहिलो कन्डिसन भन्दाखेरि चाहिँ गुड्स एन्ड सर्भिसेस जो चाहिँ आफैमा के छ त डिस्टिङ्क्ट छ। अर्को भनेको सिरिज अफ डिस्टिङ्क्ट गुड्स एन्ड सर्भिसेस भनेको छ आफैमा डिस्टिङ्क्ट त डिस्टिङ्क्ट नै हो तर गुड्स एन्ड सर्भिसहरू तर त्यसको सिरिजहरू चाहिँ नि अनुसार चाहिँ के गरिन्छ त भन्दाखेरि ट्रान्सफर गरिन्छ त्यसलाई भनेपछि जो चाहिँ एकदमै आपसमा सब्सटेन्सियली चाहिँ सेम हुन्। इक्जाम्पलको लागि 10,000वटा बोरा सिमेन्टको बोराहरूलाई चाहिँ नि 10 महिनाभित्र हरेक महिना 1,000 गरेर हामीले चाहिँ कसैले पठाउनु पऱ्यो भने यो एउटा मात्र के हो त भन्दाखेरि पर्फर्मेन्स अब्लिगेसन बुझ्नु पऱ्यो। 1 महिनामा मैले 1,000 पठाए पनि 10 महिनामा 10,000वटा पठाउँछु भन्नुको अर्थ यो सब्सटेन्सियली सेम हो खासमा एउटै हो खासमा यो अब्लिगेसन्स खासमा। तर यसलाई चाहिँ ओभर द टाइम के गरिरहेछौँ त सेटिस्फाई गर्ने काम गरिरहेछौँ अथवा ओभर द टाइम यसलाई चाहिँ नि डेलिभर गर्ने काम गरिरहेछौँ। प्याटर्न अफ ट्रान्सफर चाहिँ ओभर द टाइम भइरहेछ भन्ने बुझ्नु पऱ्यो। एउटै प्रकारका वस्तु वा सेवा जुन उस्तै ढाँचामा दिइन्छ र बारम्बार अथवा लगातार सिरिजमा दिइन्छ भने त्यो केमा पर्छ त यो सिरिज अफ डिस्टिङ्क्ट गुड्स एन्ड सर्भिसेस भने जो सब्सटेन्सियल सेम छ र सेम प्याटर्न अफ ट्रान्सफर पनि छ भनेर बुझ्नु पऱ्यो। अर्को भनेको डिस्टिङ्क्ट भनेको के हो त यो पर्पजको लागि डिस्टिङ्क्ट केलाई मान्ने कसरी छुट्याउने डिस्टिङ्क्ट हो कि होइन भनेर भन्दाखेरि डिस्टिङ्क्ट भन्दाखेरि चाहिँ सुरुमा के बुझ्नु पऱ्यो भन्दाखेरि क्यापेबल अफ बिङ डिस्टिङ्क्ट अन इट्स ओन भन्छ क्या। भन्नुको अर्थ आफैमा छुट्याउन सकिनेवाला छ। इनहेरेन्टली के छ त भन्दाखेरि चाहिँ डिस्टिङ्क्टिभ छ क्या हो। भन्नुको अर्थ आफैमा डिस्टिङ्क्ट गर्दा 2 केजी आँप र 3 केजी स्याउ त आफैमा यसो हेर्दाखेरि नै छुट्याउन सकिन्छ होइन। यो चाहिँ नि हाम्रो दुइटै फरक पियो भनेर। अर्को भनेको चाहिँ डिस्टिङ्क्ट विथ द कन्टेक्स्ट अफ कन्ट्र्याक्ट भनेको छ। कन्ट्र्याक्टको हिसाबले डिस्टिङ्क्ट गर्न सकिने छ भने त्यसलाई डिस्टिङ्क्ट भनेर कन्सिडर गर्न सकिन्छ भनेको छ। इक्जाम्पलको लागि प्रमिस इज सेपरेटली आइडेन्टिफाइबल फ्रम अदर प्रमिस भनेको छ। मानव कुनै एउटा प्रमिस चाहिँ अर्को प्रमिसबाट सेपरेटली इजिली आइडेन्टिफाई गर्न सकिन्छ भने त्यसलाई चाहिँ अर्को भाषामा के भन्छौँ भन्दा डिस्टिङ्क्ट भन्ने गर्छौँ इन द कन्टेक्स्ट अफ कन्ट्र्याक्टको हिसाबले। भन्नुको अर्थ के कस्टमरले खोजिरहेको छ त त्यो पनि डिस्टिङ्क्ट हुन्छ। इक्जाम्पल स्याउ र आँप यो चाहिँ आफैमा के भयो त भन्दाखेरि चाहिँ डिस्टिङ्क्ट भइ नै हाल्यो। तर मेन कुरा बुझ्नु परेको के हो भन्दाखेरि चाहिँ दुईवटा कम्पेरिजन गर्नु पऱ्यो क्या हामीले। जस्तो अहिले उसले के प्रमिस गरिरहेछ त भन्ने कुरा पनि त्यो कन्ट्र्याक्ट हिसाबले हेर्न सक्नु पऱ्यो र छुट्टा छुट्टै आफैमा डिस्टिङ्क्ट गर्न सकिने तरिकाले पनि हेर्न सक्नु पऱ्यो। इक्जाम्पलको लागि फर्दर क्ल्यारिटीको लागि के बुझौँ भन्दाखेरि चाहिँ नै यो कन्स्ट्रक्सन अफ हाउसको कुरा गरौँ न त जसमा चाहिँ धेरै कुराहरू इन्भल्भ हुनसक्छ एक्टिभिटिज डिजाइनको कन्स्ट्रक्सन फिनिसिङका कुराहरू वायरिङ कुराहरू प्लम्बिङका कुराहरू आउँछन्। त यो एक आपसमा हेर्ने हो भन्दाखेरि चाहिँ यो खासमा प्रमिस चाहिँ के हो त एउटै हो नि त। प्रमिसको हिसाबले चाहिँ यो के हो त भन्दाखेरि चाहिँ पर्फर्मेन्स अब्लिगेसन चाहिँ एकदम डिस्टिङ्क्टिभ छ र एउटा मात्र पिओ हो भनेर बुझ्नु पऱ्यो र डिस्टिङ्क्ट सर्भिस विथिन द कन्टेक्स्ट अफ द कन्ट्र्याक्टको हिसाबले यसलाई एउटा मात्र मानेको छ। कस्टमरले खोजेको घर हो त्यही भएर प्रमिस चाहिँ के हो त त्यसको हिसाबले डिस्टिङ्क्टिभ हुनु पऱ्यो भनेको छ। अनि अर्को भनेको चाहिँ आफैमा डिस्टिङ्क्ट हुने कुरा यसमा सेटिस्फाई हुन सकेन। थर्ड भनेको चाहिँ के त भन्दाखेरि ट्रान्जेक्सन प्राइसको डिटर्माइन कसरी गर्ने। अब ट्रान्जेक्सन प्राइस भनेको चाहिँ के हो त एक्चुअलीमा भन्दाखेरि ट्रान्जेक्सन प्राइस भनेको कन्सिडरेसन हो टु हु इज द एन्टिटी एक्सपेक्ट टु बी इन्टाइटल्ड
इन एक्सचेन्ज फर द ट्रान्सफरिङ द प्रमिस गुड्स अफ सर्भिसेस टु अ कस्टमर भनेको छ। भन्नुको अर्थ कस्टमरबाट चाहिने एक्सपेक्ट गरिएको कन्सिडरेसन चाहिने के हो त भन्दाखेरि र ट्रान्जेक्सन प्राइस हो, जसमा चाहिने इन्टिटीले चाहिँ के को एक्सचेन्जमा के को सट्टामा पाउँछ भन्दाखेरि चाहिँ ट्रान्सफरिङ प्रमिस गुड्स अर सर्भिसेस टु द कस्टमर गरिसकेपछि पाउँछ। तर यसमा एउटा कुरा के बुझ्नु पऱ्यो भने एक्सक्लुडिङ अमाउन्ट कलेक्टेड अन बिहाफ थर्ड पार्टीको बिहाफमा कलेक्ट गरेको अमाउन्टलाई चाहिँ हामीले ट्रान्जेक्सन प्राइसमा इन्क्लुड गर्न के अरे पाइँदैन। इक्जाम्पलको लागि हामीले के बुझ्नु पऱ्यो भने भ्याट कलेक्टेड गरेका छौँ भने त्यो थर्ड पार्टीको लागि गभर्मेन्टको लागि कलेक्ट गरेको कुरा हो, त्यो ट्रान्जेक्सन प्राइसमा इन्क्लुड गर्न परेन। र अर्को कुरा भनेको मानौ ट्रान्जेक्सन प्राइस टिपी भनेको नै के हो त कन्सिडरेसन भन्ने कुरा गरिसक्यौँ, तर त्यो कन्सिडरेसन पनि कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि चाहिँ फिक्स नभइकनै भेराइबल हुनसक्छ। भेराइबल कति बेला हुनसक्छ भन्दाखेरि चाहिँ नि यदि मैले यस्तो काम गऱ्यो भने मैले यति डिस्काउन्ट पाउँला, यति रिबेट पाउँला, यस्तो क्रेडिट पाउँला भन्ने कुरा हुनसक्छ भने इक्जाम्पलको लागि यदि if the consideration promised in a contract include a variable amount, an entity shall estimate the amount of consideration to which the entity will be entitled to exchange for the transferring the promised goods and services to the customer भनेको छ। भन्नुको अर्थ यदि कन्सिडरेसन प्रमिस चाहिने कस्तो छ त भन्दाखेरि भेरिएबल छ भने त्यो कन्डिसनमा इन्टिटीले के गर्नुपर्छ भन्दाखेरि इस्टिमेट गर्नुपर्ने हुन्छ अमाउन्ट अफ कन्सिडरेसन जसमा इन्टिटीले चाहिने एक्सचेन्ज गरेर प्राप्त गर्ने कुरा गरेको छ भने त्यो कन्डिसनमा उसले आफ्नो बेस्ट इस्टिमेट लाएर चाहिँ भेरिएबल कन्सिडरेसनलाई डिटरमाइन गरेर इस्टिमेट गरेर भनेको छ। त्यति डिटरमाइन गर्दै गर्दाखेरि चाहिँ के बुझ्नु पऱ्यो भन्दा यो एस्टिमेट बेला फरक हुनसक्छ है, किनभने एस्टिमेट हो नि त, यसलाई कसरी एकाउन्टिङको हिसाबले हेर्नु पऱ्यो भन्दाखेरि चेन्ज इन अकाउन्टिङ एस्टिमेट्सको तरिकाले हेर्नु पऱ्यो। अर्को कुरा भनेको चाहिँ यसरी फरक पर्ने यो एस्टिमेट फरक परिरहेको बेला चाहिँ हामीले एडजस्ट पनि गर्दै जानु पऱ्यो नयाँ कन्डिसन अनुसार चाहिँ भन्ने कुरा गरेको छ। र हामीले भेरिएबल कन्सिडरेसन कति बेला आउँछ भन्ने कुरा गर्दाखेरि चाहिँ डिस्काउन्टको केसहरूमा रिबेटहरू भयो, रिफन्डहरू भयो, क्रेडिट प्राइस कन्सेसन्स, इन्सेन्टिभ, पर्फर्मेन्स बोनसहरू भयो, पेनाल्टी अरू अदर सिमिलर आइटमहरूको केसहरूमा के आउन सक्छ भन्दाखेरि यो भेरिएबल कन्सिडरेसनहरू आउन सक्छ। भन्नुको अर्थ 3 महिनाभित्र रिटर्न गऱ्यो भने मैले यति रिफन्ड गरिदिउँला अथवा यति डिस्काउन्ट दिन्छु अथवा तिमीले चाहिँ यति दिनभित्र पेमेन्ट गर्यो भने यति डिस्काउन्ट दिन्छु भन्ने कुरा गर्छ भने त्यो भेरिएबल आउँछ। यस्तो केसमा हामीले चाहिँ बेस्ट इस्टिमेटहरू लाएर चाहिँ इस्टिमेट गर्नुपर्ने हुन्छ। जस्तो इक्जाम्पलको लागि मानौ कुनै एउटा इयर X1मा चाहिने इन्टिटीले चाहिँ एग्रिमेन्ट गरेको रहेछ सेल गर्ने कुराहरू र उसले चाहिँ के सेट गरेको रहेछ भन्दाखेरि चाहिँ यदि सेल्स अफ द प्रोडक्ट अफ इन्टिटीले चाहिने एक्सिड गर्यो 60,000 युनिट इन 2 इयर्स भन्ने कुरा गर्यो हैन। सुरुको वर्षमा एग्रिमेन्ट हुँदाखेरि नै उनी के भइसक्यो भन्दाखेरि यदि 2 वर्षभित्र 60,000 भन्दा बढी खरिद गरिन्छ भने त्यो बेला त्यसको सेलिङ प्राइस चाहिँ म घटाउँछु सर्टेन यति पर युनिटको हिसाबले भन्छ भने त्यो कन्डिसनमा हरेक इयरमा हेर्नु पऱ्यो कि हामीले चाहिँ नि इस्टिमेट लाउनु पऱ्यो। मानौ पहिलो इयरमा चाहिँ उसको टोटल 9 महिनामा चाहिँ जम्मा 20,000 युनिट मात्र सोल्ड भएको रहेछ भने उसले पहिलो इयरमा चाहिँ के अकाउन्टिङ गर्दाखेरि इयर एन्डमा के हेर्छ भन्दाखेरि इस्टिमेटहरू लाउँछ। आफ्नो बेस्ट इस्टिमेट के लाउँछ भन्दाखेरि मेरो 20,000 चाहिँ 9 महिनामा भयो भने 24 मन्थमा कति होला त भन्दाखेरि चाहिँ 20,000 डिभाइडेड बाइ 9 × 24 गर्दाखेरि चाहिँ 53.33 के आउँछ भन्नुपर्दा फर्स्ट इयरमा चाहिँ उसको चाहिँ इस्टिमेट चाहिने के छ त भन्दाखेरि चाहिँ त्यति मिट भएको छैन। भेरिएबल कन्सिडरेसन उसले के गर्छ भन्दाखेरि रिभाइज गर्नुपर्ने जरुरत छैन, एडजस्ट गर्नुपर्ने जरुरत छैन। उसले कतिमा नै देखाउँछ त भन्दाखेरि चाहिँ 53.33 मा नै देखाउँछ भनेर देखाउनु पर्यो। सिम्पली ट्रान्जेक्सन प्राइस नै कति डिटरमाइन भयो त उसको लागि भन्दाखेरि चाहिँ उसको ट्रान्जेक्सन प्राइस अथवा कन्सिडरेसन नै कति डिटरमाइन भयो त भन्दाखेरि चाहिँ 53.333 युनिटहरू चाहिँ नि उसले चाहिँ त्यो बेस्ट इस्टिमेटको हिसाबले गर्यो भनेपछि अब उसले चाहिँ नि ट्रान्जेक्सन प्राइस नै कतिको हिसाबले चाहिँ डिटरमाइन गर्छ फर्स्ट इयरमा भन्दाखेरि चाहिँ रुपिज जतिमा सुरुमा एग्रिमेन्ट भएको थियो मानौ सुरुमा चाहिँ 100 भएको थियो भने पछि मानौ 60,000 क्रस भयो भने चाहिँ 90 मा गर्छु भन्ने भएको थियो होला। उसले चाहिँ अब फर्स्ट इयरमा कतिमा गर्छ भन्दाखेरि रुपिज 100 पर युनिटकै हिसाबले कन्सिडर गर्ने काम गर्छ। तर पछि गएर चाहिँ नि सेकेन्ड इयरमा गएर चाहिँ कति सोल्ड भयो त एन्डसम्म असाढ एन्डसम्म भन्दाखेरि चाहिँ उसको चाहिँ मानव टोटल 35,000 चाहिँ सेल भइसकेको रहेछ, 20,000 चाहिँ अलरेडी चाहिँ सोल्ड भइसकेको छ 9 महिनामा फर्स्ट इयर नै। यसपालि आएर चाहिँ 35,000 भयो भने चाहिँ अब स्टिल हामीसँग 6 महिनाको टाइम छ भन्नाले उसलाई 2 वर्ष भन्दाखेरि चाहिँ मानौ असोज एन्डसम्ममा चाहिँ त्यो कुरा भएको थियो भने चाहिँ टोटलमा हेर्दाखेरि 55,000 युनिटहरू आयो नि त। 50,000 युनिटहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ अब हामीले चाहिँ त्यसलाई चाहिँ यसो हेर्नु पऱ्यो सेकेन्ड इयरमा आइसकेपछि इस्टिमेट गर्नु पऱ्यो। अब
यो मजाले क्रस हुनेवाला देखिरहेछ बिओडीले भन्ने कुरा गऱ्यो क्वेसनमा भने यो कन्डिसनमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ 90मै के अरे ट्रान्जेक्सन प्राइसलाई चाहिँ डिटर्माइन गर्ने काम गर्छौँ भन्ने कुरा भयो। अब यो ट्रान्जेक्सन प्राइसलाई पनि के त भन्दाखेरि एलोकेट गर्नुपर्ने हुन्छ पर्फर्मेन्स अब्लिगेसनको हिसाबले, त्यही अनुसार रेभिन्यूलाई रिकगनाइज गर्नुपर्ने हुन्छ भनेर बुझ्नु पर्यो है त। अब यसरी गर्दै गर्दाखेरि सुरुको वर्षमा हामीले चाहिँ कतिमा रिकगनाइज गरिरहेको थियौँ भन्दाखेरि सुरुको वर्षमा अर्थात् अब सुरुको वर्षमा हाम्रो इस्टिमेट चाहिँ नि चेन्ज भएको थिएन। त्यही इस्टिमेट चेन्ज नभएको कारणले गर्दाखेरि चाहिँ सुरुको ओरिजिनल प्राइसमै हामीले पिओलाई सेटिस्फाई गरेका थियौँ। त्यही अनुसार चाहिँ सुरुको वर्षमा हामीले रेभिन्यूको कति रिकगनाइज गऱ्यौँ त भन्दाखेरि मानव 20,000 इन्टु 100 युनिट गरेर गरेका थियौँ। र सेकेन्ड इयरमा आइसकेपछि चाहिँ नि के भइदियो त भन्दाखेरि हाम्रो डिसिजन बेस्ड इस्टिमेट गरे अनुसार चाहिँ हाम्रो चाहिँ के भयो त भन्दाखेरि इस्टिमेट चेन्ज भयो र त्यही अनुसार एडजस्ट गऱ्यौँ हामीले भने हाम्रो अब सेकेन्ड इयरमा चाहिँ कति हुन्छ त हाम्रो रेभिन्यू भन्दाखेरि चाहिँ सेकेन्ड इयरमा रेभिन्यू हाम्रो 20,000 प्लस 35,000 गर्दाखेरि 55,000 युनिट इन्टु 90 घटेको रेटमा हुने भयो माइनस जुन फर्स्ट इयरमा गरेको थियौँ त्यति बराबरको रेभिन्यूलाई हामीले एडजस्ट गरेर देखाउनु पर्ने हुन्छ भनेको छ यसमा सिम्पलको तरिकाबाट। अब मानौँ यो के अरे ट्रान्जेक्सन प्राइसभित्र पनि हाम्रो सिग्निफिकेन्ट फाइनेन्सिङ कम्पोनेन्ट रहेछ भने कसरी हेर्ने त? ट्रान्जेक्सन प्राइस इज एडजस्टेड फर द इफेक्ट अफ टाइम भ्याल्यू अफ मनी इफ द कन्ट्र्याक्ट इन्क्लुड अ सिग्निफिकेन्ट फाइनेन्सिङ कम्पोनेन्ट द्याट इज इफ द पेमेन्ट इज बियोन्ड द नर्मल क्रेडिट टर्म्स द डिफरेन्स बिट्विन द कन्सिडरेसन प्रमिस्ड एन्ड क्यास सेलिङ प्राइसलाई चाहिँ के मान्छौँ इन्ट्रेस्टको रूपमा हेर्छौँ भन्ने कुरा गरेको छ र ट्रान्जेक्सन प्राइसमा यसलाई एडजस्ट गर्नुपर्ने कुरा गरेको छ। इक्जाम्पलको लागि मानौँ एउटा ए लिमिटेडले सोल्ड गरेको रहेछ कस्टमरहरूलाई 1,10,000 बराबरको र पेमेन्ट चाहिँ नि रिसिभ आफ्टर अ इयर भनेको छ र लिमिटेड के अरे नर्मली चाहिँ नि नर्मल सेल्स अफ गुड्स ₹100,000 रहेछ भनेपछि वाट रेभिन्यू सुड ए लिमिटेड टु के अरे बुक भनेको छ भन्दाखेरि यति बेला उसले कतिमा चाहिँ रेभिन्यूलाई बुक गर्ने होला त भन्दाखेरि चाहिँ सिम्पल तरिकाबाट अब उसलाई ट्रान्जेक्सन प्राइसलाई एडजस्ट गर्नुपर्ने कुरा गरेको छ भने चाहिँ अब एडजस्टेड इफेक्ट अफ टाइम भ्याल्यू पनि गर्नुपर्छ। उसले सुरुमा के देखाउँछ भन्दाखेरि कन्ट्र्याक्ट एसेट एकाउन्ट डेबिट टु रेभिन्यू एकाउन्ट देखाउँछ एट द टाइम अफ ट्रान्जेक्सन डेटमा र 1 लाख देखाउँछ र कन्ट्र्याक्ट एसेट एकाउन्ट डेबिट टु इन्ट्रेस्ट इन्कम देखाउँछ एट द इयर इन्डमा, 1 वर्षको अन्तिममा गएर चाहिँ 10,000 देखाउँछ उसले। र राइट टु रिसिभ भनेर चाहिँ अब उसको चाहिँ राइट टु रिसिभ भन्ने कुरा एउटा इस्टाब्लिस भइसकेपछि रिसिभेबल इस्टाब्लिसमेन्ट भयो क्या। रिसिभेबलको नजरले पहिला नै हेरेनौँ हामीले, रिसिभेबल हो भनेर लेखेनौँ किनभने नत्र हामी सुरुमै रिसिभेबल टु रेभिन्यू भनेर राख्न सक्थ्यौँ किनभने स्टिल हाम्रो चाहिँ राइट टु रिसिभ भएकै छैन, हामीले चाहिँ पर्फर्मेन्स गरिरहेकै छौँ भन्ने कुरा भयो नि त। त्यो पेमेन्ट गर्ने चाहिँ 1 वर्षपछि मात्र भइरहेछ। त्यो कन्डिसनमा हामीले कन्ट्र्याक्ट बापत रिसिभ गर्नुपर्ने एसेट भनेर मात्र देखाइरहेछौँ। कन्ट्र्याक्ट एसेट डेबिट टु रेभिन्यू भनेर देखायौँ सुरुमा, त्यसपछि इयर इन्डमा गइसकेपछि कन्ट्र्याक्ट एसेट टु इन्ट्रेस्ट इन्कम भनेर देखायौँ र रेभिन्यू एकाउन्ट भनेर चाहिँ अब जुन डेटमा रिसिभ गर्ने त्यो डेटमा हामीले चाहिँ रिसिभेबल एकाउन्ट डेबिट टु कन्ट्र्याक्ट एसेट भनेर देखायौँ 1,10,000 र त्यसपछि हामीले चाहिँ नि ब्याङ्क अकाउन्ट टु रिसिभेबल भनेर रिसिभ भएको डेटमा चाहिँ अथवा रिसिभ भएको बेला चाहिँ हामीले के इन्ट्री गर्यौँ त भन्दाखेरि चाहिँ 1,10,000 भनेर देखायौँ। अब कुरा भनेको चाहिँ नन क्यास कन्सिडरेसनमा कसरी हेर्ने त? नन क्यास कन्सिडरेसन भन्नाले के हो त भन्दाखेरि कस्टमरले प्रमिस गर्यो कन्सिडरेसन इन द फर्म अदर देन क्यास एन्ड एन्टिटी सेल मेजर दि नन क्यास कन्सिडरेसन इज फेयर भ्याल्यू। अब फेयर भ्याल्यूमा रिकगनाइज त गर्ने, फेयर भ्याल्यूमा कन्सिडर गर्ने टिपीलाई, तर मेन कुरा भनेको चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ के को फेयर भ्याल्यूमा जुन भ्याल्यू बराबरको हामीले गुड दियौँ कि अथवा जुन भ्याल्यू बराबरको रिसिभ गरियो कि त्यो भ्याल्यू भन्दाखेरि चाहिँ हामीले जहिले पनि यसमा चाहिँ झुकिनु के हुँदैन भन्दाखेरि हामीले जति बराबरको फेयर भ्याल्यू प्राप्त गऱ्यौँ नि त, जे प्राप्त गऱ्यो त्यसको फेयर भ्याल्यूमा भन्ने बुझ्नु पऱ्यो। गुड्स विथ नर्मल सेल्स भएर 90,000को हामीले चाहिँ के गरेछौँ भन्दाखेरि चाहिँ सेल गरेको रहेछ, तर सेयरको फेयर भ्याल्यू चाहिँ जति 1 लाख बराबरको रहेछ भने हामीले सेयर एकाउन्ट डेबिट टु रेभिन्यू एकाउन्ट भनेर 1 लाख रुपियाँ देखाउनु पर्ने हुन्छ भन्ने कुरा बुझ्नु पऱ्यो। अब स्टेप 4 मा गएर हामीले चाहिँ के बुझौँ भन्दाखेरि एलोकेट गर्नु पऱ्यो ट्रान्जेक्सन प्राइसहरूलाई चाहिँ पर्फर्मेन्स अब्लिगेसनको बेसिसमा के अरे यो एलोकेट गर्दाखेरि हामीले चाहिँ नि सेल एलोकेट कन्ट्र्याक्ट ट्रान्जेक्सन प्राइस टु इच सेपरेट पर्फर्मेन्स अब्लिगेसन अन रिलेटिभ स्ट्यान्ड अलोन सेलिङ प्राइस बेस्ड एट कन्ट्र्याक्ट इन्सेप्सन होइन। जुन सुरुमा चाहिँ हामीले कन्ट्र्याक्ट गर्दाखेरिको कतिमा चाहिँ हामीले इन्डिभिजुअली कति स्ट्यान्ड अलोन सेलिङ प्राइस थियो यिनीहरूको कन्ट्र्याक्ट हुँदाका बखत चाहिँ कति थियो त्यही प्राइसमा चेन्ज कन्सिडर गर भन्छ भन्नुपर्दा कन्ट्र्याक्ट अनुसारको बन्डलमा नबेचेर सेपरेट बेचेको भए कतिमा बेच्थ्यौँ त त्यो नै के हो त भन्दाखेरि यो स्ट्यान्ड अलोन सेलिङ प्राइस हो भनेर बुझ्नु पऱ्यो है त। अब स्ट्यान्ड अलोन सेलिङ प्राइस इज द प्राइस एट विच द इन्टिटी वुड सेल अ प्रमिस गुड्स अर सर्भिस सेपरेटली एट कस्टमर भनेको छ। कस्टमरलाई चाहिँ नि सेपरेटली कतिमा बेच्न सक्थ्यो त्यो भनेको के हो त स्ट्यान्ड अलोन सेलिङ प्राइस हो भन्ने कुरा बुझ्नु पऱ्यो। अब हामीले बुझिसक्यौँ
कि एलोकेट स्ट्यान्डर्ड लोन सेलिङ प्राइसमा नै हो यसलाई चाहिँ पर्फर्मेन्स अब्लिगेसनमा को स्ट्यान्डर्ड लोन सेलिङ प्राइसमा नै टिपीलाई चाहिँ के गर्ने भन्दाखेरि एलोकेट गर्ने भनेर बुझ्यौँ। तर यो स्ट्यान्डर्ड लोन एसएसपीलाई हामीले कसरी आइडेन्टिफाई गर्ने, कसरी यसलाई चाहिँ निकाल्ने त भन्ने कुरा चाहिँ बुझेको छैनौँ। त्यो कसरी निकाल्ने त भन्दाखेरि मानौ एउटा डिपी लिङ्क भन्ने चाहिँ कम्पनी रहेछ हैन, उसले चाहिँ कस्टमरहरूलाई चाहिँ 12 मन्थ वाइफाई प्लस नेट टिभी एट ₹40,000 चाहिँ के गर्ने रहेछ भन्दाखेरि चाहिँ सेल गर्ने गरेको रहेछ। र त्यसको साथसाथै उसले यो प्याकेज लिए बापत 21 इन्चको टिभी पनि फ्रीमा दिने काम गरेको रहेछ भने अब एसएसपी कति त भन्ने निकाल्नु पर्यो। त्यो कन्डिसनमा नट नाउन है, हामीलाई केही कुरा थाहा छैन एसएसपीको बारे कसैको बारेमा, त्यही भएर हामी चाहिँ पहिला के गर्न सक्छौँ, एउटा मेथड भनेको एडजस्टेड मार्केट एसेसमेन्ट एप्रोच थ्रु जान सक्छौँ। भन्नुको अर्थ ठ्याक्कै यो नबेचे पनि मार्केटमा बेचिहाल्यो भने पनि हामीलाई थाहा भइसक्यो नि त यो प्राइस हो भन्ने कुरा, तर ठ्याक्कै यही नबेचे पनि मार्केटमा यस्तै कतिमा बेचिरहेको छ नि त भन्ने हेर्नु पऱ्यो। प्लस मेरो टिभीको फिचर पनि कस्तो छ, फिचर कस्तो चलिरहेछ मेरो टिभीमा कस्तो छ, त्यही अनुसारको सिमिलर खोजेर कतिमा बेचिरहेछ त्यही अनुसार हामीले एसएसपी निकाल्ने काम गऱ्यौँ। अर्को भनेको अर्को मेथड के हुनसक्छ भन्दाखेरि एक्सपेक्टेड कस्ट प्लस मार्जिन एप्रोच हुनसक्छ। भन्नुको अर्थ आफूले किनेको कस्ट प्लस त्यसमा नर्मली प्रफिट कति मार्जिन जोडिरहेछ त्यो जोडेर मैले त्यसलाई एसएसपी निकाल्न सक्छु। अर्को भनेको चाहिँ फाइनली यी कुनै पनि मेथड दुईवटा मेथड काम लागेनन् भने अन्तिममा एउटा मेथड हुनसक्छ त्यो रेसिडुअल एप्रोच युजिङ ब्यालेन्सिङ फिगर मेथड। भन्नाले मानौ बजारमा चाहिँ नर्मली यो कम्पनीले ओल्ड लिङ्कले चाहिँ के गर्थ्यो भन्दाखेरि 12 मन्थ वाइफाई र वाइफाईलाई कतिमा बेच्थ्यो त, वाइफाई प्लस नेटलाई कतिमा बेच्थ्यो भन्दाखेरि चाहिँ नर्मली 12 महिनाको प्याकेजमा चाहिँ 30,000मा बेच्थ्यो भने उसले मलाई 40,000 लागिरहेछ भनेपछि उसले 21 इन्चको फ्री टिभीको एसएसपी कति निकालेको रहेछ भन्दाखेरि चाहिँ 10,000 बराबरको हो भनेर निकाल्यो क्या उसले। भन्नुको अर्थ यहाँ टोटली भन्नुपर्दाखेरि 3वटा पर्फर्मेन्स अब्लिगेसनहरू छन्। भन्नाले 12 महिनाभित्र वाइफाई दिनु पऱ्यो, नेट टिभी पनि दिइरहेछ उसले, अनि अर्को भनेको चाहिँ 21 इन्चको फ्री टिभी दिइरहेछ भने 3वटा पर्फर्मेन्स अब्लिगेसन छन्। उसले चाहिँ नि अन्तिममा जुन रहेको 21 इन्चको फ्री टिभीको पर्फर्मेन्स अब्लिगेसन अनुसारको एसएसपी कसरी निकाल्यो त भन्दाखेरि उसले चाहिँ सिम्पल 10,000 निकाल्यो यो अनुसार रेसिडुअल मेथड अनुसार। सो यही तरिकाबाट निकाल्न सकिन्छ। र अन्तिम स्टेप भनेको चाहिँ नि रिकग्नाइज गर्ने हो रेभेन्यू अपन सेटिस्फ्याक्सन अफ रेस्पेक्टिभ पर्फर्मेन्स अब्लिगेसनको सेटिस्फाई हुने बखत हामीले के गर्नु पर्यो त भन्दाखेरि यो रेभेन्यूलाई रिकग्नाइज गर्नुपर्ने हुन्छ र यसमा पनि केही कुरा ध्यान दिनुपर्ने जरुरत हुन्छ। त्यो भनेको पर्फर्मेन्स अब्लिगेसन कति बेला सेटिस्फाई भयो त हैन, पर्फर्मेन्स अब्लिगेसन कति बेला सेटिस्फाई भइरहेछ, पर्फर्मेन्स अब्लिगेसन सेटिस्फाई एट अ पोइन्ट अफ टाइम सेटिस्फाई भयो कि हुनेवाला छ कि, अथवा पर्फर्मेन्स अब्लिगेसन सेटिस्फाई ओभर अ पिरियड अफ टाइम अलिकति लङ टाइम लिएर त्यो ओभर द पिरियडमा के हुन्छ त सेटिस्फाई हुने भन्ने कुरा छ। यही तरिकाबाट चाहिँ रेभेन्यू रिकग्निसनमा पनि अलिकति फरक परिदिन सक्छ। 5th स्टेजमा आएर हामीले बुझौँ के हो त सुरुमा, पछि पढौँला कि यो रिकग्नाइज कसरी हुने यो पोइन्ट अफ टाइममा र ओभर द टाइममा भन्ने कुरा। तर सुरुमा के बुझ्नु जरुरी छ भन्दाखेरि के हो त पिओ सेटिस्फाई ओभर अ पिरियड अफ टाइम भनेको अर्थ एनी अफ द फलोइङ क्राइटेरिया हुनसक्छ। त्यो भनेको के हो त भन्दाखेरि कस्टमरले साइमल्टेनियसली रिसिभ गर्न सक्छ, कन्ज्युम गर्न सक्छन् बेनिफिटहरू। इक्जाम्पलको लागि चाहिँ मानौँ अकाउन्टिङ सर्भिस हुनसक्छ, कस्टमरले साइमल्टेनियसली अथवा बेनिफिटहरू एकदम लगातार के गरिरहेछन् त भन्दाखेरि सँगसँगै अकाउन्टिङ सर्भिसको लिइरहेछन् भने त्यो पनि के हो त पिओ सेटिस्फाई ओभर अफ टाइम हुनसक्छ यो पनि। अर्को भनेको पर्फर्मेन्सले जसले क्रिएट गर्छ अथवा इन्हान्स गर्छ, हामीले गरिरहेको जुन काम छ त्यो कामले चाहिँ के गरिरहेछ, क्रिएट गरिरहेछ, इन्हान्स गरिरहेछ, एसेट कन्ट्रोल बाइ द पर्फर्मेन्सले क्रिएट गरिरहेछ अथवा इन्हान्स गरिरहेछ एन्ड एसेट कन्ट्रोल बाइ द कस्टमर भनेको छ। कस्टमरले कन्ट्रोल गरेको एसेट्सहरूको इन्हान्स गरिरहेछ अथवा क्रिएट गरिरहेछ भने त्यो कन्डिसनमा पनि के हुनसक्छ भन्दाखेरि त्यो सँगसँगै के भइरहेछ, एसेटको पनि क्रिएट भइरहेछ, इन्हान्स पनि भइरहेछ भनेपछि त्यो के हुनसक्छ भन्दाखेरि त्यो पनि पिओ सेटिस्फाई ओभर पिरियड अफ टाइम हुनसक्छ। किनभने यो कन्डिसनमा चाहिँ इक्जाम्पल कुन कुरा फिट हुन्छ भन्दाखेरि कन्स्ट्रक्सनवाला कुराहरू फिट हुन्छ यो कन्डिसनमा। र अर्को भनेको चाहिँ इन्टिटिज पर्फर्मेन्स डज नट क्रिएट अ एसेट विथ अल्टरनेटिभ युज टु द एन्टिटी एन्ड द एन्टिटी हेज अ इन्फोर्सेबल राइट टु पेमेन्ट फर द पर्फर्मेन्स कम्प्लिटेड टिल डेट भनेको छ। भन्नुको अर्थ इक्जाम्पलको लागि अडिटिङ भयो, त्यो एसेटको कस्टमरको लागि मात्र उपयोग हुन्छ, त्यो एसेट चाहिँ अरूलाई हुँदैन, जति काम गरेको छ त्यति बराबर पैसा पाउने राइट राख्छ भने त्यो पनि के हो त पिओ सेटिस्फाई ओभर अ पिरियड अफ टाइम भयो। अब यो बाहेक सम्पूर्ण जति पनि सेटिस्फाई हुन्छन् पिओहरू त्यो के हो त पोइन्ट अफ टाइम हुन जान्छ। अर्को भनेको मानौ सिम्पली एउटा इक्जाम्पलको लागि के बुझौँ भन्दाखेरि फर्स्ट इक्जाम्पलमा हामीले के कुरा गरिरहेको थियौँ भन्दाखेरि चाहिँ
इन्भेन्ट्री अफ बाइक भनेको थियौँ, बाइकको इन्भेन्ट्रीको के अरे यो डेलिभरीको कुरा गरिरहेको थियौँ। डेलिभरीको कुरा गर्नु पर्दाखेरि चाहिँ बाइकको डेलिभरी चाहिँ सुरुमा पिओ सेटिस्फाई एउटा पोइन्ट अफ टाइम थियो, तर 2 वर्षसम्मको सर्भिसिङ चाहिँ पिओ सेटिस्फाई ओभर अ पिरियड अफ टाइम थियो। र हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि अब ट्रिटमेन्ट चाहिँ कसरी गर्ने होला त नि भन्ने कुरा बुझ्नु पऱ्यो। त्यसको लागि विन द रिकगनाइज रेभेन्यू, कति बेला रिकगनाइजलाई के अरे रेभेन्यूलाई रिकगनाइज गर्ने भन्ने कुरा भयो। त्यो कन्डिसनमा हामीले सुरुमा पिओ सेटिस्फाई ओभर अ पिरियड अफ टाइम हो भने कसरी, र पिओ एट अ पोइन्ट अफ टाइम कसरी। पिओ पोइन्ट अफ टाइम हो सेटिस्फाई हुने कुरा भनेपछि त्यसलाई अन ट्रान्सफर अफ कन्ट्रोल अफ गुड्स एन्ड सर्भिसेस त्यो टाइममा रिकगनाइज गरिदिनु पऱ्यो। जति बेला ट्रान्सफर अफ कन्ट्रोल, हाम्रो कन्ट्रोल चाहिँ जुन स्वामित्व हुन्छ त्यो स्वामित्व नै ट्रान्सफर भएको दिनमा। अर्को भनेको त्यो टाइममा गर्नु पऱ्यो। अर्को भनेको पिओ सेटिस्फाई ओभर अ पिरियड टाइम भनेको मिजरिङ प्रोग्रेस अन सेटिस्फ्याक्सन अफ पिओको कम्प्लिसन स्टेज अथवा सेटिस्फ्याक्सनको हिसाबले रिकगनाइज गर्ने काम गर्छौँ। त्यसमा पनि इनपुट मोडल कि आउटपुट मोडल भन्ने कुरा छ। इनपुट मोडलमा पर्सेन्टेज अफ टोटल कस्टको बेसिसमा हो कि पर्सेन्टेज अफ टोटल लेबरको बेसिसमा हो कि पर्सेन्टेज अफ टोटल मेसिन आवरको हो कि भन्ने कुरा छ। अनि आउटपुटकोमा पनि के छ भन्दाखेरि सर्वे अफ वर्क पर्फर्मड हो कि युनिट प्रोड्युस्ड हो कि अनि कस्ट के अरे कन्ट्र्याक्ट माइलस्टोनको हिसाबले भन्ने कुरा छ। अब यसलाई सिम्पली इक्जाम्पलको लागि बुझ्नु पर्दाखेरि इनपुट मेथड भनेको काम गर्दै गर्दाखेरि चाहिँ मानौ उसले अहिलेसम्म कति काम गर्यो, एक्ट डिभाइडेड बाई एस्टिमेटेड कति खर्च लाग्छ इन्टु 100% हो यो पर्सेन्टेज निकाल्दाखेरि होइन। अब आउटपुट मेथडबाट हो भनेपछि आउटपुट मेथडमा के हुन्छ भन्दाखेरि चाहिँ नि सेटिस्फाई गर्ने कुराहरू जस्तो सर्वे पर्फर्म अफ भनेको छ, भ्यालु इन्जिनियरिङको कुरा होला। भन्नुपर्दा 4वटा पुल डिभाइडेड बाई 5वटा पुल भन्नाले 4वटा पुल कम्प्लिट गरिसकेका छौँ आउट अफ 5 पुल बनाउनु मध्ये भन्ने कुरा होला। अर्को भनेको चाहिँ हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि यदि when outcome of the transaction involving rendering of services cannot be estimated होइन। अब कहिलेकाहीँ चाहिँ आउटकम अफ द ट्रान्जेक्सन इन्भल्भिङ रेन्डरिङ सर्भिसेस त्यो जुन सर्भिस हामीले प्रोभाइड गरिरहेको छौँ त्यसको आउटकम चाहिँ नआउन सक्ने हुनसक्छ, त्यो कन्डिसनमा क्यान नट बी इस्टिमेटेड हुनसक्छ रिलायबली भन्ने कुरा छ भने त्यो कन्डिसनमा रेभेन्यू स्याल बी रिकगनाइज ओन्ली टु द एक्सटेन्ट अफ कस्ट इन्कर्ड द्याट आर रिकभरेबल। भन्नुको अर्थ जति कस्ट चाहिँ रिकभर गर्न सकिन्छ नि त्यति खर्च बराबर मात्र हामीले के गर्नु पऱ्यो त भन्दाखेरि के अरे रेभेन्यूको रूपमा रिकगनाइज गर्नु पऱ्यो भनेको छ। मैले सिम्पली कस्ट मात्र भनेको छैन, यहाँ मैले रिकभरेबल कस्ट इन्कर्ड मात्र भनेको छु है त। मेन कुरा भनेको मानौ हाम्रो चाहिँ ट्रान्जेक्सन प्राइस अथवा सर्भिस चाहिँ कतिको अफर गरिरहेको छ भन्दाखेरि चाहिँ 1,50,000 रहेछ भने त्यसको 50% मात्र काम के अरे कम्प्लिट भएको रहेछ भने 75% बराबरको रेभेन्यू रिकगनाइज गर्नुपर्ने हो। तर कस्ट इन्कर्ड चाहिँ 60,000 हो। सो हामीले चाहिँ के बुझ्नु पऱ्यो त भन्दाखेरि चाहिँ यहाँ आउटकम पनि के छ त इस्टिमेट गर्न सकिने कन्डिसनमा छैन, रिलायबल इस्टिमेट गर्न सकिने कन्डिसनमा छैन भने त्यो कन्डिसनमा हामीले कस्ट इन्कर्ड जो चाहिँ रिकभरेबल छ, रिकभरेबल कति छ 60,000 नै हो भनेपछि हामीले 60,000 बराबरको नै के गर्छौँ त 75 गर्नुपर्ने मध्येमा पनि हामीले 60,000मा कस्ट इन्कर्ड मात्र रिकगनाइज गर्ने काम गर्छौँ। किनभने यदि रिकगनाइज गर्नुपर्ने कुरा रिकभरेबल अमाउन्ट चाहिने जति कस्ट इन्कर्ड छ त्योभन्दा बढी छ भने त जति ठ्याक्क कति खर्च भइरहेको छ त्यति नै हाम्रो के भयो त रेभेन्यूको रूपमा रिकगनाइज हुन जान्छ। तर कस्ट इन्कर्ड चाहिँ हाम्रो बढी भइदियो रिकभरेबल भन्दा भने हामीले जति रिकभरेबल अमाउन्ट हो त्यति बराबरको मात्र रिकगनाइज गर्ने काम गर्छौँ। यदि रिकभरेबल अमाउन्ट चाहिँ हाम्रो 30,000 मात्र थियो भने हामीले 60,000 कस्ट इन्कर्डको ठाउँमा 30,000 बराबरकोलाई मात्र के गर्थ्यौँ त रेभेन्यू रिकगनाइज गर्ने काम गर्थ्यौँ भन्ने कुरा बुझ्नु पऱ्यो। सिम्पली के हो त भन्दाखेरि इक्जाम्पलको लागि कुरा गर्ने हो भने रेभेन्यू अलोकेसन गरेर यहाँ कसरी गर्नु पऱ्यो त भन्दाखेरि पिओको हिसाबले गर्नु पऱ्यो र बाइकको एसएसपी कति थियो 2 इयर सर्भिसिङको चाहिँ कति थियो त्यसको बेसिसमा हामीले चाहिँ जो टोटल 4 लाखको जुन ट्रान्जेक्सन प्राइस थियो त्यो ट्रान्जेक्सन प्राइसलाई हामीले एलोकेट गऱ्यौँ र त्यही अनुसार चाहिँ रेभेन्यू रिकगनाइज गर्ने काम गर्छौँ। र यसरी बुझ्नु पर्दाखेरि चाहिँ नि कति बेला रिकगनाइज गर्ने भन्ने कुरा आउन सक्छ। त्यो कन्डिसनमा बाइकलाई चाहिँ हामीले ट्रान्सफर अफ कन्ट्रोल त्यही दिन चाहिँ रिकगनाइज गर्ने काम गर्छौँ भने जुन के अरे यो 2 इयर सर्भिसिङको कुरा छ, यो 2 इयर सर्भिसिङको कुरा चाहिँ नि एलोकेटेड मेजरिङको हिसाबले चाहिँ पिओलाई चाहिँ बेस्ड अन इल्याप्स अफ ओभर पिरियड अफ टाइम 2 इयरको बेसिसमा हामीले यसलाई के गर्छौँ त रिकगनाइज गर्ने काम गर्छौँ भनेर बुझ्नु पर्यो। अर्को भनेको स्पेसल केस अफ इन्कम छ, इन्कमको केसमा केही स्पेसल केसहरू ख्याल गर्नुपर्ने हुन्छ। त्यो भनेको डिभिडेन्ड इन्कमको केसमा कति बेला डिभिडेन्डलाई चाहिँ रिकगनाइज गर्ने प्रफिट एन्ड लस एकाउन्टमा भन्दाखेरि चाहिँ ओन्ली व्हेन द एन्टिटी राइट टु रिसिभ पेमेन्ट अफ द डिभिडेन्ड इज इस्टाब्लिस भनेको छ। भन्नाले यो इन्टिटीले कतै लगानी गरेको रहेछ र इन्टिटीको हिसाबले त्यहाँबाट केही इन्कम आइरहेछ रेभेन्यू जेनेरेट भइरहेछ भने त्यसको अकाउन्टिङ कसरी गर्ने भन्न खोजेको रिकगनाइज कति बेला भन्दाखेरि चाहिँ पिएलमा चाहिँ कति बेला रिकगनाइज गर्ने भन्दाखेरि जति बेला राइट टु रिसिभ पेमेन्ट अफ द डिभिडेन्ड इज इस्टाब्लिस एन्ड इट इज प्रोबेबल द्याट
इकोनोमिक बेनिफिट एसोसिएट विथ द डिभिडेन्ड विल फ्लो टु द एन्टिटी एन्ड द अमाउन्ट अफ डिभिडेन्ड क्यान बी मेजर्ड रिलायबली। यो कन्डिसनमा मात्र के गर्न सकिन्छ त भन्दाखेरि हामीले रिकगनाइज गर्न सकिन्छ। अर्को भनेको इन्ट्रेस्ट इन्कमको कुराहरू भयो। इन्ट्रेस्ट इन्कममा पनि के हुन्छ त इफेक्टिभ इन्ट्रेस्ट रेट मेथड अनुसार त्यसलाई के गरिन्छ NFRS 9 अन्तर्गत चाहिँ यसलाई के गरिन्छ अकाउन्टिङ गर्ने काम गरिन्छ भनेर बुझ्नु पऱ्यो। सिम्पल इक्जाम्पलको लागि भन्ने हो भने एउटा गडबड ब्याङ्क लिमिटेड रहेछ जसले इन्भेस्ट गरेको रहेछ 12% 5 इयर प्रिफरेन्स सेयर कहाँ त भन्दाखेरि घोटाला ब्याङ्कहरूमा र घोटाला ब्याङ्कमा जहाँ फेस भ्याल्यु चाहिँ 10 लाख बराबरको रहेछ भने डिस्काउन्टेडमा कतिमा इस्यु गरेको रहेछ कतिमा पर्चेज गरेको रहेछ उसले भन्दाखेरि 9,80,000 गरेको रहेछ अन अराउन्ड 2076 द सेयर्स आर रिडिमेबल एट प्रिमियम प्राइस अफ 10,20,000 मा 20,000 प्रिमियममा चाहिँ रिडिम हुने कुरा रहेछ भने अब यो चाहिँ कति वर्षको कुरा भयो त 5 वर्षको कुरा रहेछ। यसमा ठ्याक्क गएर अराउन्ड 2076 मा भन्यो यो चाहिँ तपाईँको हाउ डज गडबड ब्याङ्क लिमिटेड अकाउन्ट फर दिज सेयर्स इन बुक्स अफ इफेक्टिभ इन्ट्रेस्ट मेथड अनुसार 12.5% हो भने चाहिँ यही तरिकाबाट हामीले चाहिँ कति रिसिभ गर्छौँ मन्थली भन्ने कुरा बुझ्नु पऱ्यो। कति रिसिभ गर्छौँ त भन्दाखेरि सिम्पली हामीले यो जति फेस भ्याल्यु हो नि 10 लाखको चाहिँ 12% बराबर के गर्छौँ त हामीले रिसिभ गर्छौँ 1,20,000 रिसिभ गर्छौँ हरेक वर्षमा चाहिँ। तर उसले चाहिँ इन्ट्रेस्टहरू कसरी लाउँछ त इफेक्टिभ इन्ट्रेस्ट अनुसार अन आउटस्ट्यान्डिङ ब्यालेन्स। सुरुमा ओपनिङ ब्यालेन्स कति हुन्छ सुरुको वर्षमा भन्दाखेरि चाहिँ 9,80,000 र उसको कोलममा चाहिँ इन्ट्रेस्ट कोलममा चाहिँ कति हुन्छ भन्दाखेरि उसको 12.88% को हिसाबले उसले इन्ट्रेस्ट लाउँछ त्यो आउटस्ट्यान्डिङ ब्यालेन्समा। रिसिप्ट कति हुन्छ भने अब क्लोजिङमा कति त ओपनिङ प्लस इन्ट्रेस्ट कति इन्कर भयो लेस हामीले कति रिसिभ गऱ्यौँ त्यति बेला क्लोजिङमा हुन्छ त्यसमा इन्ट्रेस्ट लाग्दै जान्छ र अन्तिम इयरमा चाहिँ हाम्रो क्लोजिङको ब्यालेन्स जेरो हुन्छ। कसरी भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो 1,20,000 पनि मिल्छ र अन्तिममा रिडिम्सन भ्याल्यु पनि रिडिमेबल भ्याल्यु 10,20,000 पनि मिल्छ। त्यो कन्डिसनमा क्लोजिङ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ निल हुन्छ र रिसिप्ट चाहिँ कति हुन्छ त 120 + 10 + 2 10.2 बराबरको चाहिँ के हुन्छ त भन्दाखेरि हामीलाई 11.4 लाख बराबरको चाहिँ हामीलाई रिसिप्टमा देखाउनु पर्ने हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब यो 12% प्रिफरेन्स सेयर अकाउन्टको चाहिँ नि लेजर बनाउनु पऱ्यो भने कसरी गर्न सकिन्छ भन्दा चाहिँ कसरी हुन्छ भन्दा चाहिँ सुरुमा हामीले के गर्ने त भन्दा सिम्पल छ यो एसेट बराबरको ट्रिटमेन्ट हुन्छ र एसेट जसो ट्रिटमेन्ट भइसकेपछि सुरुमा किन्दाखेरि चाहिँ हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि एसेट एकाउन्ट डेबिट टु के हुन्छ ब्याङ्क अकाउन्ट हुन्छ। सिम्पली यसलाई 2 ब्याङ्क गरेर देखाउनु पर्यो 9,80,000 र त्यही वर्षको अन्तिममा गइसकेपछि पहिलो वर्षको अन्तिममा हामीले त रिसिभ गर्ने काम गर्छौँ 1,20,000 भनेपछि हाम्रो त्यति बराबरको एसेट चाहिँ नि घट्यो। अब भन्नुपर्दा सिम्पली ब्याङ्क अकाउन्ट डेबिट टु एसेट भयो बराबर जस्तो भयो प्रिफरेन्स सेयर अकाउन्ट भयो उतापट्टि क्रेडिट साइडमा लेख्नु पर्यो र इन्ट्रेस्ट रिसिभ गर्दाखेरि पनि त्यही हो। अब इन्ट्रेस्ट रिसिभ गर्दाखेरि के भयो त रिसिभेबल देखाउनु पऱ्यो नि त हामीले त एसेट बढ्यो हाम्रो भन्नुपर्छ एसेट एकाउन्ट डेबिट टु इन्ट्रेस्ट इन्कम भनेर देखाउनु पऱ्यो जति उसले चाहिँ 12.88 इफेक्टिभ EIR मेथडबाट निकालेको छ नि त इफेक्टिभ इन्ट्रेस्ट रेट मेथड अनुसार त्यसलाई चाहिँ डेबिट साइडमा टु इन्ट्रेस्ट इन्कम भनेर र ब्यालेन्सिङ फिगर चाहिँ क्रेडिट साइड देखाउनु पऱ्यो भन्नुपर्छ। यसरी नै हाम्रो चाहिँ ओपनिङ क्लोजिङ निकाल्दै जाँदाखेरि चाहिँ अन्तिम इयरमा पुगिसकेपछि चाहिँ हाम्रो के हुन्छ यसको ब्यालेन्स चाहिँ जेरो हुन्छ तर ब्याङ्क चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ बाई ब्याङ्क अकाउन्ट भनेर कति हुन्छ भन्दाखेरि चाहिँ 10.4 लाख रुपिस देखिन्छ भनेर बुझ्नु पर्यो। अब कुरा गरौँ हामीले सिम्पल बिल एन्ड होल्ड एरेन्जमेन्टको चाहिँ अकाउन्टिङ कसरी गरिन्छ यसको ट्रिटमेन्ट के हुन्छ भनेर बुझ्नु पर्यो। सिम्पल कुरा बिल एन्ड होल्ड एरेन्जमेन्टमा के हुन्छ भन्दाखेरि चेक गर्नु पर्यो वेदर द कन्ट्रोल हेज बिन ट्रान्सफर्ड भन्ने कुरा कन्ट्रोल कतै ट्रान्सफर भएको छ कि छैन भनेर हेर्नु पर्यो। यो चाहिँ खासमा यसको ब्याकग्राउन्ड कसरी बुझ्नु पर्यो भने यसलाई रिकगनाइज कसरी गर्ने त मैले बेचिसकेको छु तर डेलिभर भएको छैन मेरै स्टकमा छ अथवा मेरै पसलमा छ सपमा छ भन्ने कुरा बुझ्नु पर्यो आफ्नै उसमा छ कन्ट्रोलमा छ भन्ने बुझ्नु पर्यो। अब त्यसको लागि के बुझ्नु पर्यो त कतै कन्ट्रोल चेन्ज भएको छ कि अथवा ट्रान्सफर भएको छ कि छैन भनेर हेर्नु पर्यो क्या सिम्पल वेदर द कन्ट्रोल हेज बिन ट्रान्सफर्ड ओर नट भन्ने कुरा हेर्नु पर्यो। यदि अल कन्डिसन्सहरू सेटिस्फाई भइरहेको रहेछ भने हामीले चाहिँ के गर्नु पर्यो त रिकगनाइज गर्नु पर्यो यस्तो कुराहरूलाई पनि बिल एन्ड होल्ड एरेन्जमेन्ट अन्तर्गतको सेललाई पनि के गर्नु पर्यो त रिकगनाइज गर्नु पर्यो। कति बेला त यी कन्डिसनहरू सेटिस्फाई कन्डिसन के कन्डिसन त भन्दाखेरि चाहिँ द रिजन फर द बिल एन्ड होल्ड एरेन्जमेन्ट मस्ट बी सब्सटेन्टिभ इक्जाम्पल कस्टमरको रिक्वेस्ट अनुसार हो भनेपछि मात्र भन्नुपर्छ भ्यालिड रिजन रहेछ भनेपछि। अर्को भनेको चाहिँ द प्रोडक्ट मस्ट बी आइडेन्टिफाइड सेपरेटली एज बिलोङ्गिङ टु द कस्टमर भनेको छ कुन बेचेको हो होइन कस्टमरलाई कुन बेचेको हो त्यो चाहिँ आइडेन्टिफाइड सेपरेटली हुनु पर्यो सेपरेटली पत्ता लगाउन सक्ने हुनु पर्यो बिलोङ्गिङ टु द कस्टमर भनेको छ। अर्को चाहिँ प्रोडक्ट करेन्टली मस्ट बी रेडी फर फिजिकल ट्रान्सफर टु द कस्टमर भनेको छ अहिले नै डेलिभर गरौँ भन्दा पनि त्यो रेडी पोजिसनमा हुनु पर्यो कि जस्तो करेन्टली मस्ट बी रेडी फर दि फिजिकल ट्रान्सफर हुनु पर्यो। र अन्तिममा द एन्टिटी क्यान नट ह्याभ द एबिलिटी टु युज द प्रोडक्ट अर डाइरेक्ट
टु द अनदर कस्टमर भनेको छ। इन्टिटीले आफ्नै लागि चाहिँ युज गर्न सक्दैन अथवा अरूलाई पनि के गर्न भन्दाखेरि चाहिँ बेच्न पनि सक्दैन, उसकै लागि बनेको हो भनेपछि यी चारवटा कन्डिसन फुलफिल भएको रहेछ भने यो कन्डिसनमा उसले के गर्न सक्छ भन्दाखेरि आफैले रिकगनाइज गर्न सक्छ एज ए रेभेन्यूको रूपमा। नम्बर 1 कुरा के हो भन्दाखेरि चाहिँ रिजन फर बिल एन्ड होल्ड एरेन्जमेन्ट मस्ट बी सब्सटेन्टिभ, प्रोडक्ट मस्ट बी आइडेन्टिफाइड सेपरेटली एन्ड बिलोङ टु द कस्टमर। अर्को भनेको चाहिँ करेन्टली मस्ट बी रेडी फर फिजिकल ट्रान्सफर र क्यानट ह्याभ द एबिलिटी टु युज द प्रोडक्ट भन्ने कुरा छ भने त्यो कन्डिसनमा गर्न सक्छ भनेको छ। र अर्को कुरा भनेको यो कन्साइनमेन्टवाला कुराहरू छ। कन्साइनमेन्ट कुराहरूमा चाहिँ के हो त खास यो ब्याकग्राउन्ड भन्दाखेरि चाहिँ यो गुड्सहरूलाई ट्रान्सफर गरेको एजेन्टहरूमा खासमा यो गुड्स भनेको कसको हो त सेलरको नै भन्ने बुझ्नु पऱ्यो। नो कन्सेप्ट अफ रेभेन्यू यहाँ, किनभने नो कन्ट्र्याक्ट विथ द कस्टमर इन दिस केस। यो एग्रिमेन्टमा कन्ट्र्याक्टसित नै कस्टमर कन्ट्र्याक्ट नै हुँदैन कस्टमरसित, यो त अर्काको स्टकमा पठाएको जस्तो मात्र भइरहेको हो खासमा। त्यही भएर यसमा के हुन्छ भन्दाखेरि सुरुमा विन गुड्स आर सेन्ड टु कन्साइनीलाई गुड्स सेन्ड गर्दाखेरि इन्ट्री के हुन्छ, हाम्रो गोदामबाट स्टक घट्यो, गुड्स हेल्ड अन कन्साइनमेन्ट एकाउन्ट डेबिट टु इन्भेन्ट्री एकाउन्ट गर्छौँ। तर जति बेला गुड्स चाहिँ कन्साइनरबाट चाहिँ कुरा बेचिन्छ, विन गुड्स आर सोल्ड बाई कन्साइनर रिसिभेबल एकाउन्ट डेबिट टु रेभेन्यू एकाउन्ट भन्छौँ। यो टाइममा रेभेन्यू रिकगनाइज ओन्ली विन गुड्स आर सोल्ड टु द थर्ड पार्टी अनसोल्ड स्टकमा कन्साइनमेन्ट ट्रिटेड एज इन्भेन्ट्री भन्छ। जति अब कन्साइनरको चाहिँ नि स्टकमा रह्यो त्यो पनि हाम्रो के हो त इन्भेन्ट्री नै हो, तर के को फर्ममा हेरिन्छ यहाँबाट भन्दाखेरि चाहिँ कन्साइनरमा हेल्ड भएको गुड्स हेल्ड अन कन्साइनमेन्ट भनेर देखिन्छ। र मानौ कन्साइनरलाई पनि त कमिसन दिनु पर्यो। अब रिसिभेबल त हामीले चाहिँ देखाइसकेका छौँ भनेपछि हामीले कमिसन एकाउन्ट डेबिट टु रिसिभेबल भनेर देखाउँछौँ र अन्तिममा जति सेल भएको छ त्यति बराबरको सिओजिएसलाई पनि के गर्छौँ त भन्दाखेरि म्याचिङ कन्सेप्टहरू लाएर त्यसलाई चाहिँ युज गर्छौँ, जुन हामीले NS2 अन्तर्गत म्याचिङ कन्सेप्ट अनुसार चाहिँ इन्भेन्ट्रीलाई सेल गर्दाखेरि यो इन्ट्री हेरेका थियौँ। ठ्याक्कै त्यस्तै इन्ट्री पनि यहाँ हेरिरहेछौँ कि जस्तो सिओजिएस चाहिँ नि डेबिट गर्नु पर्यो, टु गुड्स हेल्ड अन कन्साइनमेन्ट एकाउन्टलाई के गर्नु पर्यो क्रेडिट गर्नु पर्यो, जति खर्च बराबरको हो त जति सिओजिएस बराबरको चाहिँ उसलाई सेन्ड गरेको हो, कति कस्ट बराबरको सेल गरेको हो त भन्ने कुरा यसमा राख्नु पर्यो। र अर्को भनेको चाहिँ नि कन्साइनमेन्ट हो कि होइन भनेर पनि चिन्न जरुरी छ। त्यसका इन्डिकेटरहरू के हुन्छ भन्दाखेरि चाहिँ त्यसकै इन्डिकेटर भनेका चाहिँ द प्रोडक्ट इज कन्ट्रोल बाई द इन्टिटी अन्टिल अ स्पेसिफिक इभेन्ट अकर सच एज द सेल अफ प्रोडक्ट टु द कस्टमर अफ द डिलर अर अन्टिल द स्पेसिफिक पिरियड एक्सपायर भनेको छ। भन्नुको अर्थ केही स्पेसिफिक इभेन्टसम्म इन्टिटीले चाहिँ नि कन्ट्रोल राखेको हुनु पर्यो त्यो कुराहरूमा। प्रोडक्ट इज कन्ट्रोल बाई द इन्टिटी भनेको छ भन्नुपर्छ गुड्स सेल अन रिटर्न बेसिसमा रहेछ भने पनि त्यो के हुन जान्छ त भन्दाखेरि चाहिँ हाम्रो कन्साइनमेन्ट बेसिसमा रहेछ भन्ने इन्डिकेट हुनसक्छ। कसैले कन्ट्रोल गरेको राखेको छ, मानव सेलरले नै राखेको रहेछ अथवा कसै अरूले नै राखेको रहेछ भन्ने कुरा भयो त त्यो कन्साइन बेसिसमा रहेछ भन्ने बुझ्यो नि त। अर्को भनेको चाहिँ नि द इन्टिटी इज एबल टु रिक्वायर द रिटर्न अफ द प्रोडक्ट अर द ट्रान्सफर द प्रोडक्ट टु द थर्ड पार्टी सच एज एनदर भनेको डिलरलाई भनेको छ। भन्नुपर्छ इन्टिटी चाहिँ कस्तो उसित के सक्षम छ भन्दाखेरि चाहिँ रिटर्न अफ द प्रोडक्ट अथवा ट्रान्सफर अफ द गुड्स टु द थर्ड पार्टी भनेको छ। कहीँबाट मगाएर भन्नुपर्छ कन्साइनीबाट फिर्ता गराऊ र अरूलाई दिन्छु भन्ने कुरा गर्छ भने त्यो पनि त कन्साइनमेन्ट बेसिसमा रहेछ भन्ने कुरा इन्डिकेट भयो नि त। अर्को कुरा भनेको चाहिँ डिलर डज नट ह्याभ अ अनकन्डिसनल अब्लिगेसन टु पे फर द प्रोडक्ट भनेको अल्दो इट माइट बी रिक्वायर्ड फर द पे एज अ डिपोजिट भनेको छ। भन्नुपर्छ सामान लिँदैमा पे गर्नुपर्ने अब्लिगेसन छैन। भन्नुपर्छ सामान किन लग्यो त भन्ने कुरा हो, पक्कै पनि उसले केमा लगेको हुनसक्छ कन्साइनमेन्ट बेसिसमा लगेको हुनसक्छ भन्ने कुरा यसको इन्डिकेसन हुन जान्छ। अब अन्तिममा हामीले बुझ्नुपर्ने भनेको अलिकता यो कन्साइनमेन्ट र यो हाम्रो चाहिँ बिल एन्ड होल्ड एरेन्जमेन्ट भन्दा पनि अलिकता बढी इम्पोर्टेन्ट के छ भन्दाखेरि सेल विथ राइट अफ रिटर्न के रिटर्न गर्न सक्ने राइट अधिकारको साथलाई सेल गरेको रहेछ भने के गर्ने त ट्रान्जेक्सन वेयर द बायर हेज अप्सन टु रिटर्न दि पर्चेज गुड्स एन्ड रिसिभ अ रिफन्ड क्रेडिट र एक्सचेन्ज भनेको छ। भन्नुपर्छ यसमा चाहिँ कति बेला रिकगनाइज गर्ने त यस्ता कुराहरूलाई यो सेल विथ रिटर्न बेसिसमा अथवा रिटर्न अफ राइट अफ रिटर्नमा चाहिँ सेल विथ राइट अफ रिटर्नमा चाहिँ हामीले कसरी कहिले रिकगनाइज गर्ने भन्दाखेरि हामीले रिकग्निसन अफ रेभेन्यू गर्नुपर्ने हुन्छ। कति बेला भन्दाखेरि रेभेन्यू इज रिकगनाइज वानली हुन द एक्सटेन्ट द्याट दि सेलर एक्सपेक्टेड टु बी इन्टाइटल टु इट भन्नाले जति उसले चाहिँ नि सेल गर्न सक्छ रिटर्न कति हुन्छ त्यो घटाइसकेपछि नेट त्यति बराबरको मात्र उसले के गर्नुपर्छ, जति इन्टाइटल हो त्यति मात्र उसले रिकगनाइज गर्नुपर्ने हुन्छ रेभेन्यूको बारेमा। इक्जाम्पलको लागि ए लिमिटेडले सेल गरेको रहेछ $1,00,000 बराबरको गुड्सहरू जो पास्टको एक्सपिरियन्सको हिसाबले हेर्दाखेरि 4% बराबरको त सेल चाहिँ के हुन्छ रिटर्न हुने भन्ने छ भने चाहिँ अब उसले चाहिँ नि रिकगनाइज मात्र कति गर्छ भन्दाखेरि चाहिँ 4%लाई चाहिँ हटाएर 1,00,000बाट
पर्सेन्ट घटाएर 96,000 बराबरको मात्र के गर्छ रेभेन्यू रिकगनाइज गर्ने काम गर्छ। र दोस्रो भनेको चाहिँ नि उसले लाइबिलिटी फर द रिटर्न भन्ने काम गर्छ, रिकगनाइज गर्छ लाइबिलिटी अफ ₹4,000 चाहिँ नि। किनभने जुन अघि हामीले 96,000 मात्र रिकगनाइज गऱ्यौँ, बाँकी भनेको त के हो त हाम्रो भन्दाखेरि चाहिँ रिटर्न गर्न सकिने जुन गर्नुपर्ने अमाउन्टको छ नि त, त्यो चाहिँ लाइबिलिटी हो नि त। त्यसलाई लाइबिलिटीको रूपमा रिकगनाइज गर्ने काम गर्छ। के को हेडिङमा त भन्दाखेरि रिफन्ड लाइबिलिटी भनेर राख्छ एट एसपीमा, सेलिङ प्राइसमै हुन्छ, यो कस्टमा हुँदैन। र थर्डमा गइसकेपछि के गर्छ त भन्दाखेरि चाहिँ मेजरमेन्ट अफ रिटर्न एसेट है त। रिटर्न एसेटको मेजरमेन्ट गर्छ। रिटर्न पनि केमा गर्छ उसले भन्दाखेरि मेजरमेन्ट पनि केमा गर्छ भन्दाखेरि कस्ट लेस कुनै रिकभरेबल अमाउन्ट छ कि त्यसमा गर्छ। यदि रिकभरेबल अमाउन्ट छैन, रिकभरी गर्न सकिँदैन त्यो एसेटबाट भन्ने भने त्यो कन्डिसनमा उसले कस्टमा मात्रै देखाइदिन्छ सिधै। के को हेडिङमा त एसेटको अन्तर्गत भन्दाखेरि चाहिँ उसले चाहिँ एसेट अन्तर्गत उसले के देखाउँछ कस्टमा देखाउँछ एज रिटर्न एसेट भनेर। तर यो रिटर्न एसेट किन आयो त भन्दाखेरि बुझ्नु जरुरी के छ भन्दाखेरि चाहिँ जुन एक्सपेक्टेड टु रिटर्न हो त्यो कस्ट बराबरमा आयो। अहिलेसम्म रिटर्न भएको छैन एक्चुअलमा, तर एक्सपेक्टेड टु रिटर्न हो। तर यसलाई चाहिँ एक्सपेक्टेड रिटर्न भएको कारणले गर्दाखेरि चाहिँ हामीले सिम्पल यसको सेलिङ प्राइस बराबरको चाहिँ रिफन्ड लाइबिलिटीमा देखायौँ र यसको कस्ट बराबरको चाहिँ रिटर्न एसेटमा देखायौँ। र अर्को भनेको चाहिँ हामीसँग यदि एक्चुअलमै रिटर्न गरिदिएको भयो त्यो त हाम्रो इन्भेन्ट्री हुन्थ्यो नि त हो। त्यही भएर यसमा मानौँ यो विभिन्न सिक्वेन्सहरू दिएको हुनसक्छ। त्यो सिक्वेन्सहरूमा अब सिचुएसन्सहरू हुनसक्छ। पहिलो सिचुएसनमा हाम्रो चाहिँ नि कति पनि चाहिँ नि रिटर्न भएन, दोस्रो सिचुएसनमा 3% मात्र भयो, एक्सपेक्टेड गरेको रहेछ भन्ने भयो, विल बी रिटर्न भन्ने छ, तर स्योर चाहिँ छैन कि खास कति रिटर्न भयो भन्ने कुरा। तर थर्ड सिचुएसनमा के रहेछ भन्दाखेरि चाहिँ 20 युनिट चाहिँ रिटर्न भएको रहेछ भने थर्ड सिचुएसनमा जुन 20 युनिट रिटर्न भयो त्यसमा चाहिँ हामीले के गर्न पाइँदैन त भन्दाखेरि रिफन्ड लाइबिलिटी भन्ने कुरा हुँदैन। सिम्पली चाहिँ के हुन्छ रिटर्न एसेट भन्ने कुरा पनि हुँदैन, सिम्पली चाहिँ इन्भेन्ट्रीमा मात्र जोडिन्छ क्या गएर। तर सेकेन्ड कन्डिसनमा जुन एक्सपेक्ट गरेका छौँ हामीले 3% चाहिँ त्यति बराबरको चाहिँ हामीले रिटर्न एसेटमा पनि देखाउँछौँ एज वेल एज हामीले रिटर्न लाइबिलिटीमा गएर सेलिङ प्राइसमा त्यसलाई देखाउने काम गर्छौँ। र यति हुँदाखेरि चाहिँ हाम्रो यो जति पनि अमाउन्टहरू छ यसलाई यो जति पर्सेन्ट चाहिँ हामीले रिसिभ गर्ने कुरा गरिरहेको छौँ नि त रिटर्नबाट गरिसकेको नेटमा कति रिसिभ हुन्छ त्यसलाई पनि एडजस्ट गरेर हेर्नु पर्यो। जस्तो हामीले रेभेन्यूलाई हेर्नु पर्दाखेरि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि मानौँ दोस्रो वर्षमा चाहिँ हाम्रो 3% रिटर्न हो नि त, एक्चुअलमा हामीले 97% मात्र के गर्छौँ त भन्दाखेरि हाम्रो रेभेन्यू रिकगनाइज गर्ने काम गर्छौँ भने अब त्यसको करस्पोन्डिङ चाहिँ हामीले कस्ट अफ सेल्सहरूमा एडजस्ट गर्ने काम गर्छौँ। त्यसमा पनि 97% अफ एक्चुअल कस्ट कति हो त 1000 युनिट रहेछ सोल्ड गरेको 150 को खर्च हो भने 97% त्यसको गरेर हामीले चाहिँ खासमा सियुजेसमा देखाउने काम गर्छौँ। रेभेन्यूमा चाहिँ पनि त्यसरी नै 97%, तर रेभेन्यूको प्राइस चाहिँ 190 पर युनिट हिसाबले देखाउने काम गर्छौँ। र अन्तिममा आएर पनि फेरि हामीले बुक गर्दाखेरि जुन हुन्छ नि त रेभेन्यू रिकग्निसनवाला कुरा होला त्यसमा पनि यो कस्ट अफ सेल्समा त्यसै अनुसारको 20 युनिट घटाइसकेपछि त्यही बराबरको हामीले देखाउनु पर्ने हुन्छ।